हेलो गाइस, कैसे हो आप लोग। आप सभी को मेरो न्यू ब्लग में स्वागत है। अनि चाहिँ हामी चाहिँ अहिले चाहिँ म चाहिँ कामबाट आइसकेको छ। हजुर पनि कहाँ हुन्छ सन्चै हुनुहुन्छ होला। म एकदमै सन्चै छु। अनि चाहिँ हामी हजुरहरूको पनि साथ और सपोर्ट चाहिएको छ मलाई चाहिँ। अहिले चाहिँ म चाहिँ कामबाट आइसकेको छु। म चाहिँ सुरतमा काम गर्छु कन्टिन्यू। नाइटमा चाहिँ राम्रो हुन्छ, हिरा पनि आउँछन्, काम पनि भइहाल्छ। अनि चाहिँ आज चाहिँ मेरो फर्स्ट भ्लग हो। हजुरहरूले पनि साथ और सपोर्ट देखाइदिनु होला। आशा गर्दछु हजुरहरू देखाउने हुनेछ। देखाउने अहिले चाहिँ नुहाइधुवाइ गर्छु। नुहाइधुवाइ गरेर आएर म चाहिँ आज फेरि नाइटमा जान्छु क्या। काम भइसकेको जस्ट बिहान रातभरि काम गर्ने, बिहान आएर खाना खाएर सुतिहाल्ने क्या। जिन्दगी पनि हुन्छ हुँदैन के हजुर, दुख्छ क्या यस्तो जिन्दगी हुन्छ र कहिले हुन्न क्या हजुर। म चाहिँ दिनमै आउँदा कि मलाई ठिकै लाग्दैन कि दिन एकदमै नाइट 1 साल 1.5 साल भइहाल्यो क्या मलाई नाइट गर्दै कति गर्ने कि नाइट पनि म घन्टाल पनि आइसक्यो कि नाइट गर्दै अब चाहिँ के गर्ने, बाध्यता हो। बाध्यतामा त सबैले गर्छन्, मैले पनि गर्छु। म यस्तो भइसक्यो कि मलाई नाइट यस्तै गाह्रो भइसक्यो नाइट गर्दै। सोचिरहेको छु कि दिनमा आउने क्या, अब दिनमा कन्टिन्यू गर्ने सोचिरहेको छु। के हुन्छ अब चाहिँ दिनमा जान्छु भने चाहिँ हिरा चाहिँ घुम्न के आउँछ, हिरा चाहिँ कम पर्छ क्या। अब 4-5 साथीहरू सँगै काम गर्ने, अनि चाहिँ त्यसमा के हिरा 700-800 हिरा लाग्छ कि। म चाहिँ 1000 हिरा लगाउँछु। सबैजना 1000 हिरा लगाउँछन्। आजकलका लास्ट अर्को सिस्टम चालु गरिदिएछ क्या हिरा लगाउने, म्याजिक पाइ लगाउँछु। अथवा म्याजिक एकैचोटिमा 4-5 हिरा निस्किन्छ, त्यसमा कहाँ गाह्रो हुन्छ हो, हिरै लाग्दैन हो। साथीहरू यस्तै पहिला चाहिँ हामीहरूको चाहिँ 1500-1600 काम हुन्थ्यो रोजको। आजकल त यो 200, 400, 500 हिरा आउँछ नि। अब 700-800 काम हुन्छ। 1500 काम गर्ने मान्छेले अब 600-700 अहिले काम भइरहेछ के को यार, मजा आउनु क्या। आजकल नाइट पनि पुरा आँखा नाइट जागेर काम गर्नुपर्ने हुन्छ। त्यस्तोमा मजा आउनु क्या। अहिले चाहिँ म कामबाट आइसकेको छु। अहिले चाहिँ अब खानासाना खाएर हेर्नुहुन्छ, तरकारी चाहिँ यता छ, रोटी चाहिँ यता छ। अब चाहिँ म चाहिँ अब नुहाइधुवाइ गरेर खाना खाएर अनि चाहिँ सुत्छु क्या। हजुर यस्तो जिन्दगी भइसकेको चाहिँ कहीँ घुम्न यताउता कहीँ जानु कहीँ केही पनि अब गएर सुत्ने हो, खाने हो, घर आउने हो, काममा जाने हो, वा साँझ बिहान यस्तै गर्ने। के हो जिन्दगी, यस्तै हो जिन्दगी। नेपाल सरकारले यस्तो देखाइदिएको छ, यस्तो देखाइदिएछ। बाध्यताले आउनै पर्ने हुन्छ इन्डिया, काम त गर्नै पर्ने हुन्छ। अहिले चाहिँ मेरो बिस्तारै चाहिँ अहिले चाहिँ म यता सुत्छु। अहिले बिस्तार चाहिँ लगाएर यता सुत्छु। अनि चाहिँ यता चाहिँ अहिले चाहिँ नुहाएर सुत्छु म। अहिले चाहिँ के हुन्छ त्यो पनि थाहा छैन क्या हजुर। यो चाहिँ हामीहरूको रुम चाहिँ हो। म गुजरात सुरतमा बस्छु। अनि म बस्छु इन्डिया आएको चाहिँ हामीहरूलाई थाहा छ। म इन्डिया कति साल हो, 12-13 साल चाहिँ म चाहिँ 12 वर्षको 11 वर्षको यस्तो तिरेर आएको थिएँ। 13-12 वर्षमा आएको काम गरेँ। 2 साल 2.5 साल चाहिँ म राजकोट गरेँ। राजकोट गरिसकेपछि चाहिँ हिरामा गरेँ केही सुरतमा काम गरिसकेपछि 1-2 महिना चाहिँ मलाई सिक्नै लाग्यो क्या काम। यस्तो गाह्रो लास्टै गाह्रो सिक्नु क्या। लास्टै के गरौँ यार, के गरौँ लास्टै मन दिने क्या। लास्टै सिक्दाखेरि लास्टै सिकाउने मान्छेहरू लास्टै उयो गर्ने। चाहिँ सिकाउने टाइममा लास्टै काम गराउनु कि मैले चाहिँ सिकाउने टाइममा सिकाउँछु भनेर कहिले चाय ल्याउन पठाउने, कहिले नास्ता ल्याउन पठाउने, कहिले के गर्ने। मैले 4-5 महिना लगाएर सिकेँ कि मैले हिरा पठाउँ। यस्तो मिहिनेत गरेँ लास्टै। अहिले चाहिँ 1400-1500को काम हुन्छ। त्यसमा आजकल म्याजिक पाइ भन्ने नयाँ सिस्टम चालु गरेको छ। त्यस्तोमा नि के गर्ने यार, गाह्रो हुन्छ नि। 4-500-1500 गर्ने मान्छे अहिले 700-800मा गरिरहेको छु रातभरि जागेर। त्यस्तै हो, के गर्ने, बाध्यताले गर्नै पर्ने हुन्छ। कतै जाऊ भनेपछि गाडी लगे
लोन चालु छ, काम भइरहेको छैन। अस्ति भर्खर मेरो लोन फाइनल भयो 2 सालपछि, 2 सालपछि न 1.5 सालपछि। के गर्ने, 8-8 हजार तिर्थे लोन, भर्खर त सकियो। के गर्ने भनेर छु चाहिँ नेपाल जाने यस्तो प्लान गरिरहेको छु। अब चाहिँ नेपाल गरेर के गर्ने सोच छ। अब नेपाल पनि 1 सालपछि गइन्छ होला दिवालीमा। के हुन्छ थाहा छैन, 1 सालसम्म चाहिँ अहिले चाहिँ भ्लग बनाउँदैछु। हजुरहरूले पनि साथ सपोर्ट गरिदिनु होला के भ्लगमा, यो भएन के हजुर, साथ सपोर्ट गरिदिनु होला। सानो भिडियो बनाउँदैछु 2-4 मिनटको। अनि चाहिँ म अब आजदेखि नै स्टार्ट गर्दैछु भ्लग। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। आजदेखि नै चाहिँ मैले योभन्दा पहिला 2-4 भिडियो त्यस्तै हालिदिएँ भने के 1-2 मिनटको, त्यो चाहिँ राम्रोसँग चलेन। योचोटि चाहिँ कन्टिन्यू भ्लग बनाउँदैछु कि, कन्टिन्यू सोचमा छु, कन्टिन्यू भ्लग बनाउने सोचमा छु कि। हजुरहरूलाई सब चिज देखाउँदैछु, मेरो काम हिरामा के काम गर्छु म, के कसरी गर्छु, अनि चाहिँ म सुरतमा के गर्छु, सबै चिज सबै ठाउँ देखाउँछु। किनभने यस्तो यो जिन्दगी हाम्रो पाराले भिडियोमा जोइन गर्नु होला हजुरहरू, लाइक शेयर सब्सक्राइब गरिदिनु होला। मेरो फर्स्ट भ्लगमा नयाँ 1 साल भयो हामी यता सिफ्ट भएको। यो चाहिँ रुम हो, अनि चाहिँ यता 2टा छन्। यो चाहिँ हल हो, यो चाहिँ किचन हो, 2टै हो, सानो छ, एकदम ठिक्कैको छ। अनि मसँग को बस्नुहुन्छ भने सोच्नुभएको होला। अब भन्छु हजुरहरूलाई, म चाहिँ पहिला चाहिँ हामीहरूको 2टा भाउजू चाहिँ सँगै बस्नुहुन्थ्यो। अहिले चाहिँ एउटा भाउजू र दाइ चाहिँ बेङ्गलोर गइसक्नु भएको छ। अनि चाहिँ म चाहिँ अहिले चाहिँ ठुलो दाइ र भाउजू, अनि चाहिँ म 3 जना बस्छु क्या। यसमा के चाहिँ हामी घुम्नु पनि लास्ट महिनामा 2 महिनामा 1.5 महिनामा एकचोटि जानु कि घुम्नु गएपछि 400-500 हजार रुपियाँ खर्च भइहाल्छ। काम चाहिँ ठुलो भएको छ यहाँ, हजुर 600-700 को काम भइरहेको छ। नेपालमा ऋण अलग लागेको छ, के हो यहाँ ऋणमा चलेको छ। यस्तै सबैको हुन्छ होला, जिन्दगी चाहिँ ऋणमा चल्ने रहेछ सबैको। मान्छेहरू चाहिँ देखाउनु के यति लागेको छ उति लागेको छ भने के पनि देखाउनु के। सबैको घरमा ऋण लागेको, मेरो घरमा 5-7 लाख ऋण लागेको छ। यस्तो कमाउन आएको भनेर यस्तो कमाइरहेको छु। अब काम चाहिँ यस्तो भइरहेको छ। के गर्छ चाहिँ सब्सक्राइब, लाइक, सेयर मिस्टर नेपु भ्लगलाई गरिदिनु होला। युट्युबमा च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। चाहिँ अहिले चाहिँ राख्ने छु साँझ हजुरहरूलाई। आजै नै म यो अपलोड गरिदिन्छु यो भिडियो। अहिले चाहिँ गरिदिन्छु, बिहानको चाहिँ 9, 9:30, 10 बज्नुको लागि 9 बजी चाहिँ अपलोड गरिदिन्छु होला साइडमा। कति टाइम लाग्छ एडिटिङ गर्न थाहा भएन। अब 9:10 बज्नु सक्छ, कति 11:30 बजी होला अपलोड, हेरिदिनु होला। फर्स्ट भ्लग साथ देखाएर साथ सपोर्ट गर्दा बाई बाई गाइज, लाइक सेयर सब्सक्राइब गरिदिनु होला, नबिर्सिनु होला। गाइज म खाएर सुत्ने हो, साँझ कहाँ काममा जाने हो। राम्रो दिन पुरानो घुम्न फेरि रातभरि बस्नु त पर्छ। सुतेको हुन्छ दिन चाहिँ लागिहाल्छ लाइफमा। के गर्छ रात आँखा भइसकेको छ मेरो, नपुरा भएर है त। लाइक सेयर सब्सक्राइब गरिदिनु होला।